हाम्रो एकदमै टप भनेको थिएँ नि मैले हिजो त्यो गाईखोर कम्युनिटी फरेस्ट जुम्लाको गुठीचौरको त्यसपछिबाट त्यहाँबाट देखिएको भ्यू हो कि अझै मुनि एकदम रमाइलो ठाउँ देखिरहेको छ। अनि पारि देखेको चाहिँ हाम्रो जुम्ला भ्याली हो होइन। जुम्ला भ्याली चाहिँ यति राम्रो देखिरहेको छ। अनि यता माथि देखेको हिमाल चाहिँ कान्जिराहो हिमाल अरे एकदम राम्रो देखिरहेको छ त्यता पनि। यता अघि चाहिँ हाम्रो सर हिँड्दै हुनुहुन्छ, पछाडि पनि सरै हिँड्नुहुँदैछ, म चाहिँ बिचमा हिँडेको छु। हाम्रो सरले चाहिँ सबै सामान आफै बोक्नु भएको छ, हामीलाई बोकाउनु भएन एउटा। यो चाहिँ कान्जिराहो हो, ठ्याक्क देखिरहेको छ नि कान्जिराहो हो हिमाल। अनि यता देखेको जुम्ला भ्याली, यो चाहिँ जुम्ला भ्याली हो। कस्तो राम्रो देखेको छ, राम्रो पनि छ, एकदमै राम्रो। मलाई चाहिँ एकदम राम्रो लाग्यो। अनि यो बिचमा सानो एउटा नदी छ, तिला नदी रहेछ। अनि हामी चाहिँ गुठीचौर साइडतिर छौँ। गुठीचौरको पनि एकदमै एउटा हिलमा छौँ। यहाँ चाहिँ स्याम्पलिङ गर्न आएको हामीले। यो देखेको चाहिँ उतापट्टि देखेको चाहिँ यो अर्कै ठाउँ हो, तर गुठीचौर चाहिँ गुठीचौरै हो। एकदमै रमाइलो ठाउँ छ, हजुरहरू पनि जानु होला घुम्नलाई।